नमस्ते सम्पूर्णमा यतिखेर हामी मेलुङको वडा नम्बर 2 सुकाथोकर भन्ने ठाउँमा छौँ। यहाँनिर ठ्याक्क कालिका मावि छ। आज हामी पारी तमाकोशी गाउँपालिकाको कार्यालय जान लाग्यो। मनम सर र म उहाँकै कामले हो। ल बाइकतिर भेटौँ है त। हामी यहाँ कालिका माविबाट ओह्रालो झर्दैछौँ। यो भर्खरै सम्पन्न भएको ढलान बाटो हो। गएको छ। माइक पोन छ कि छैन यार? तल तमाकोशी खोला। हजुर ल यो चाहिँ पिपल बोट ढलेको बहरको पिपल बोट एरिया हो। यहाँनिर बोर्डमा पनि देख्न सक्नुहुन्छ। हामी यो 2 नम्बर वडा कार्यालयबाट आयो। तमाकोशी 14.5 किलोमिटर, माली खोला 8 किलोमिटर। यही नजिक रहेछ नि त। सर्टकट बाटो चाहिँ हो यो। हामी जाने चाहिँ पारी हो। हामी जाने त्यो पारी। त्यो पर छ नि सर, त्यो घर जस्तो नि त्यहाँ बाटो देखेछ। त्यहाँबाट यस्तो आउनुपर्छ क्या। बाटो चाहिँ अफरोड छ यो बाटो, त्यसैले हामी तमाकोशी हुँदै जानु लाग्यो। ल यो चाहिँ हाम्रो मेलुङ गाउँपालिका जाने हाइवे। मेन बाटो यो हो। बाटो चाहिँ अलिक सानो सानो छ। अगाडि बसाउनु पेट्रोल हालेर फन एक्सप्रेसमा अगाडि Ayah, ayah, ayah भनेको मन्दिर गाईपुरा हो र यो होइन तल्लो हो। तपाईहरुलाई गाईपुरा आउनु मन छ भने यहाँदेखि अलिकति अगाडि छ गाईपुरा मन्दिर।
दोलखाको लगभग चर्चित होइन त सर हजुर लगभग चर्चित होइन त दोलखाको एकदम एकदम केही कुरा के नाग त्यो पुर्याउने दुईवटा नागले बेला बेलामा दर्शन दिने ए गाईको खुर जस्तो आकार भएको हुनाले पुरा महादेवी यो चाहिँ खोलाको पुल खोला हो अलिकति पहिरो जाने ठाउँ छ यहाँ माथिबाट पानी पनि क्षेत्र छ यहाँ बाटो पनि पिच नभएको रहेछ रमाइ कस्तो आउने बेला त गाडी हुने हो त हाइवेको बाटोको हाल त्यस्तो छ सोलिङमा फेरि यति फाट्छ कि मेरो उकालो छाप्थ्यो पुरै सोलिङ भएको ठाडै छ फेरि सोलिङ पनि अप्ठ्यारो त्यो बाटोलाई चाहिँ त्यो नाम देखेपछि गाड पऱ्यो अब सिटीको बाइक पनि यति नम्बर वार्ड सुरु भयो नि त सर 3 नम्बर वार्ड सुरु भयो नि त यो एक ल हामी मैदानको वडा नम्बर 2 देखि वडा नम्बर 1 प्रवेश गर्यो यो एरियालाई चाहिँ पौती भन्छ आरामै हुनुहुन्छ सर कहाँ जानु लाग्नुभयो ए लाउनु है बिस्तारै
हो सर सिम्पलै हो यो रमाइलो छ रमाइलो चोक ल हामी रमाइलो चोकमा छौँ ट्याक्क लगाएर यता मस्तिर चाहिँ हामी 1 नम्बर वार्डको तिर जान्छ होइन पारीदेखि नि त सैलुङ होइन सर त्यो खोलादेखि उता चाहिँ सैलुङ हुन्छ माथि चढीकोटदेखि चाहिँ नजिकै छ धेरै टाढा छैन ल यतिखेर हामी मेलुङ र सैलुङ गाउँपालिकाको सिमानामा आइपुगेको छ यो पो भन्छ यो ठाउँलाई यो खोलादेखि उता छ टुडी खेल भन्दै सर अहिलेसम्म माइकै अफ रहेछ जस्तो लाग्यो ल हाम्रो गुरुहरू चाहिँ काठमाडौँ लाग्दै हुनुहुन्छ आज शुक्रबार उहाँहरू जहिले के छ अरू केही छ भने भनिहाल्नुहोस् तमाकोशी आइपुग्नु लाग्यो सर झोला त बाने हुन्थ्यो नि त अनि आफूले देख्नु भएको छ हेन्सम लगाइरहेछ हो हिँड्नु ल यो ठाउँ के अरे सर के भन्छ तरङ्गे खोलाको सैलुङ गाउँपालिकाको तरङ्गे खोला यो वृद्ध आश्रम यहाँनिर एउटा वृद्धाश्रम छ यहाँ ठुलो पिपलको रुख थियो ढलेछ यहाँ कन्डिसन यस्तो छ ताप कसे थियो चरङ्गे खोला र हामी लगभग तमाकोशीमा आइपुग्यौँ अब ल यो हो तमाकोशी ठ्याक्क अगाडि सिधा गयो भने हामी चरीकोटबाट काठमाडौँ जाने बाटो हो हामी चाहिँ यता राइटतिर ल शुभयात्रा ल सेफ जर्नी होइन तेल पारी नै होला सर पारी छैन तल छ त एउटा डोली खोलामा एउटा छ त पेट्रोल पम्प किन छैन डोली खोलामा छ अरे क्या हामी त्यहाँ हाल्छौँ ल ल अफ होइन अन छ अन छ क्या ल बाई बाई हामीलाई पनि शुभयात्रा ल शनिबार कि आइतबार सोमबार आइतबार ल लाग्यो सर बाई बाई ल हामी तमाकोशी पुलमा आइपुग्यौँ यहाँ आज एउटा घटना घटे जस्तो छ फाल्नुभयो अरे भन्ने न्युज सुनिन्छ खै के हो मस्तिर जानुभयो भने जिरीतिर जाने बाटो हो यो यता चाहिँ तमाकोशी हुँदै अन्थली खिम्ती खुर्कोट निस्किने बाटो हो यो बाटो पनि काठमाडौँतिर जान्छ तर अलिकति डिस्टेन्सको हिसाबले अलिकति लामो छ के त्यही भएर हामी जहिले उता चरीकोटको बाटो हिँड्छौँ यो बाटोमा खास चाहिँ हिँडेको छैन कस्तो छ यो बाटो चाहिँ
ल यहाँदेखि मास्टर भए चाहिँ तमाकोसी लिएर जाने बाटो। फाइनल्ली हामी तमाकोसी गाउँपालिकाको कार्यालयमा आइपुग्न लाग्यो। नजिकैमा छ सायद। यति हो। ल यस्तो रहेछ गाउँपालिका कार्यालय। तल यहीँ हो। हामी यहाँ माले खोलामा आएर लोकल माछा खान लाग्यो।